सो अलराइट गाइज वेलकम टु माई मिनी भ्लग। यतिखेर गइरहेका छौँ हामी भारतको बेङ्गलोरमा रहेको चिकबल्लापुर भन्ने ठाउँमा शिवजीको दर्शन गर्न। हामी चाहिँ ईसा टेम्पल जाँदै सबजना टक्क लाएर होइन यस्तो जग्गा जग्गासँग बसिरहेको छु। अनि केटाहरू त पछाडि छ, केटाहरू पछाडि आउँदैछ। 12जना चाहिँ हामी जाँदैछौँ है। धेरै जाने भनेको क्यान्सल हो कति केटाहरूको केही छैन। मिलन है मिलन हो, मिलन र निरज दाइ। ल गाइज ल केटाहरू हामी चाहिँ केटाहरू एउटा टक्क मिलाएर आउँदै जाँदै। सबैले माया गरिदिनु होला है। सबैभन्दा लामो टुर हाम्रो यही नै हुनेछ क्या। मुटु गाठो भर्यो होला ऐठन हो कि झ्यापै आमा हजुर मलाई सम्झी नरुनु है ट्याक्कै। रुदा रुदै मुर्छा परलिन् तिमीले सास भर्नु। फाइनल्ली हो आधा बाटोमै हो हामी उस्कान केटाहरू राइडरहरू भेला भइरहेको छ। राइडरहरू सब यहाँ नर्मल राइडर हाम्रो मिलन सर, मिलनजङ छेत्री, यहाँ आशिषजङ छेत्री। यो चाहिँ हामी सब गन्जैगन्ज हो है। एउटा मान्छे चाहिँ कहाँ गयो खै हो त्यो अलिकति अब राम्रो गर्नुपर्छ होइन। त्यही हो सपोर्ट गर्ने, रमाइलो हुन्छ बाटोमा। यो गाइज फाइनल्ली हामी पुगिसकेका छौँ इसाई फाउन्डेसनमा है। अब यस्तै छ अलिकति। यहाँनिर चाहिँ गाडीको चलान काटिरहेको थियो भने प्रत्येक गाडीको 50 रुपियाँ। मौसम धेरै चिसो पनि छैन धेरै। यहाँतिर अब नेपालीहरू छ यार प्रायः जस्तो धेरै कति धेरै आएको भने अब चार्ज लगाएको छ। अब जाँदाखेरि हुन्छ। यताको लोकलहरू चाहिँ यहाँ खास आउँदो रहेनछ होइन गाइस। प्रायः जस्तो नेपाली नै आउँदो रहेछ। अनि नजिकमै पुगिसकेका छौँ। हाम्रो मिलन ब्रो हो कता हो? ल जय शम्भु। कस्तो लाग्यो तपाईँलाई यता? जय शम्भु हर हर महादेव। आज यहाँ एउटा कुरा भन्छ कि हामी शिवजी जस्तै बुढा पाउनुको व्रत बसेको होला है। यहाँबाट जाने सिस्टम भयो। सिस्टम हुन्छ अब खतरै दामी लाग्यो। सिस्टम पे सिस्टम हो। चस्मा लगाउँदा चाहिँ एकदमै तर रमाइलो सजिलो।
जब लागि हामीलाई 2 घण्टा पुरा लागेको थियो। के भन्न चाहन्छस्? एक दुई कुरा भन्न त। हाम्रो महाशिवरात्रिको अवसरमा केटाहरू फोटा खिच्ने भनेर सोधाइरह क्या। मुस्कान त अब हिँड्यो भइहाल्यो। यतिखेर चाहिँ हामीहरूले शिवजीको दर्शन अनि पूजा गरेर चाहिँ हामीहरू घर जान आँटेका थियौँ भने गाडी पार्किङ भएको ठाउँमा गइरहेका थियौँ। यो चाहिँ रहेको छ हाम्रो इसाई फाउन्डेसन पुग्नुभन्दा गेटको अगाडि नेरको लेफ्ट साइडमा रहेको यो हाम्रो गाउँघरको याद आउने एकदमै ठुलो, एकदमै डाँडा काँडा मनमोहित बनाउने चाहिँ एक अलिकति दृश्य हेर्नको लागि गइरहेका थियौँ भने हामी माथितिर काँक्रा पार्सल गरेर पनि लिएका थियौँ डाँडामा। सो गाइज थ्याङ्क यू फर फुल भिडियो वाचिङ। यो चाहिँ रहेको छ मेरो दोस्त मुस्कान एकदमै साईको पारामा शिवजीको प्रसाद तान्दै माथि डाँडामा रमाइलो गर्दै गर्दाको